सक्ने केही गाह्रो भएर छैन नि होइन यहाँबाट जान चाहिँ अझै गाह्रो हुनसक्छ क्या अब चाहिँ 14 किलोमिटर 46 हाइटमा पुग्नुहुन्छ तपाईँहरू 46 हाइटमा पुग्नुहुन्छ त्यसकारण यहाँ गाह्रो भएको मान्छेले चाहिँ माथि जाँदा अझै गाह्रो हुनसक्छ क्या आइलाग्ने समस्या हुन्छ बान्ता हुन्छ त्यो रिङ्गता लाग्छ त्यस्तो हुन्छ क्या गाह्रो भएको छ भने चाहिँ यदि बस्नुहोस् तपाईँहरू साथीहरूसँगै फर्किन सक्नुहुन्छ है गाह्रो भएको छैन भने चाहिँ जानुहोस् तपाईँहरू अब यहाँदेखि 46 हाइटमा चाहिँ कोरोला बोर्डर नेपाल र चाइना बिचको कोरोला बोर्डरमा जानुहुन्छ त्यहाँ चाहिँ हाम्रो 24 नम्बर पिलर छ है त्यो 24 नम्बर पिलर चाहिँ 10 गज क्षेत्रमा छ 10 गज क्षेत्र भनेको चाहिँ दुवैतर्फको जमिन जोडिएको जमिनको बिचोबिच स्थानमा चाहिँ हाम्रो 24 नम्बर पिलर छ है 24 नम्बर पिलरमा चाहिँ तपाईँहरू गइसकेपछि त्यो 24 नम्बर पिलरमा माथि के कुनै पनि सामानहरू के टोपी स्क्याप होइन त्यसपछि त्यो पन्जाहरू चस्माहरू जुनसुकै सामान पनि सानो सामान पनि त्यहाँ माथि राखेर फोटो खिच्ने काम नगर्नु होला फोटो भिडियो गर्ने काम नगर्नु होला है त्यसपछि गइसकेपछि त्यो पिलरलाई अरेस्ट लाएर होइन टेकेर अलिक नरम तरिकाले फोटो खिच्ने काम नगरिनु होला है त्यो चाहिँ गर्नु अलिक अलाउ छैन क्या नजिक आएर मात्रै हजुर त्यसको साइडमा बसेर चाहिँ त्यो 24 नम्बर पिलर देखिने गरी फोटो खिच्न पाउनुभयो तर त्यसलाई अरेस्ट लाएर टेकेर अलिक फोटो खिच्न पाउनु है त्यो चाहिँ त्यहाँ गइसकेपछि चाहिँ के छ भन्दा हाम्रो पिलरदेखि अगाडि त्यो कार्यतार छैन कार्यतारदेखि धेरै अगाडि नगइदिनु होला है त्यो चाहिँ तपाईँहरू चाइना छिर्न पाउनुहुन्न एक त होइन चाइना छिर्न नपाए पनि तपाईँहरूले चाइनाको सामान ल्याउने क्रममा चाहिँ व्यापारी दिदी बहिनीहरू जानु लाग्नु भएको छ व्यापारीहरू गइराख्नु भएको छ उहाँहरूको साबाट चाहिँ सामान ल्याउन सक्नुहुन्छ सामान ल्याउने क्रममा चाहिँ चक्लेटहरू रक्सीहरू पाउँछ होइन त्यो सामानहरू थोरै सामान ल्याउनु होला यहाँबाट कसैलाई लगेर बिक्री गर्छु भने हिसाबले नलग्नु होला है त्यही नै हो अरू स्वास्थ्यको ख्याल गर्नु होला थ्याङ्क यू